How to be a fine shit in Nepal. You should not listen to Nepali songs किनकि यदि तिमीले नेपाली सङ सुन्छौ भने तिमीले अरूलाई भन्न सक्दैनौ कि I listen to Kendrick Lamar, I listen to Travis Scott, I listen to J. Cole भन्न सक्दैनौ क्या। त्यही भएर तिमीले नेपाली आर्टिस्टको नाम लिन्छौ अनि नेपाली आर्टिस्टको नाम तिमीहरूलाई थाहा भइहाल्छ अनि तिमी त्यति युनिक देख्न सकिँदैनौ। त्यही भएर डोन्ट लिसन टु नेपाली सङ्ग्स। You should color your hair क्या। यदि तिम्रो कपालमा एउटा मात्रै ब्ल्याक कलर छ भने तिमी युनिक त अलिकति नि देखिँदैनौ क्या। त्यही भएर तिम्रो कपालमा ग्रीन, ब्लू, येल्लो, व्हाइट सब कलर मिक्स छ भने तिम्रो कपाल युनिक देखिन्छ र नर्मल एभरेज पिपल्सहरू भन्दा तिम्रो कपाल लास्टै फरक देखिन्छ। सो यु शुड कलर योर हेयर। वेयर अ आउटफिट द्याट यु वुड डाई फर क्या। यदि तिम्रो आउटफिट यस्तो किलर छैन कि सबजना हेर्दै ढलोस् तिमी you cannot be a baddie or para. So watch these outfits. These are the best outfits you can pick. And the ultimate, hide your fucking face. किनकि तिम्रो थोप्रा यति गतिलो छैन कि तिम्रो थोप्रा देख्ने बित्तिकै मान्छेहरूले घिन मान्छन्. So the main problem is your face.